आज चाहिँ म हजुरहरूलाई यो नयाँ तलबमान वृद्धि भइसकेपछि इमेजमा कसरी हेर्ने र प्रोत्साहन भत्ता कसरी हेर्ने भन्ने कुराहरू चाहिँ यस भिडियोद्वारा सिकाउन गइरहेको छु। सबभन्दा पहिला त हजुरहरूले गुगलमा गइसकेपछि हाम्रो सर्च ब्राउजरमा इमेज लगइन गर्नुहोला। इमेज लगइन गरिसके पश्चात हजुरहरूले यो विन्डोमा होम ट्याबभित्र यस्तो देख्नुहुनेछ र यतापट्टि यो सधैँ होइन होम, स्कुल, प्रोफाइल, स्टुडेन्ट रेकर्ड हुँदै हुँदै हामी चाहिँ टिचर्स स्टाफ स्पेसली यहाँ जान्छौँ। यहाँबाट चाहिँ के देख्न सकिन्छ भन्दाखेरि पर्फर्मेन्स ग्रान्ट भनेर अहिलेको प्रोत्साहन भत्तालाई राखिएको छ। सो यसरी खोलिसकेपछि 2083 साल कुन महिना होइन त, अब अहिले नयाँ शैक्षिक नयाँ आर्थिक वर्ष चाहिँ 2083 श्रावण 1 गतेदेखि हुन्छ र हामीले चाहिँ श्रावण अथवा भदौ भाद्रको यसरी हेर्न सक्नेछौँ। जस्तै श्रावण महिनाभरिको हेर्नु परेको अवस्थामा यसरी लोड गरिसकेपछि यहाँनिर हजुरहरूलाई देखाउनेछ। जस्तै पर्मानेन्ट टिचरहरूको बेसिक स्यालेरी यहाँ यसरी देख्नुहुनेछ भने यहाँनिर चाहिँ प्रोत्साहन बाई फेडरल भनेर दिएको छ। सो यसरी देख्न सक्नुहुनेछ। यो चाहिँ प्रोत्साहन अहिलेलाई अब हामीले देख्न सक्छौँ। स्थायी शिक्षकहरूको मात्रै प्रोत्साहन भत्ता राखिएको छ र त्यसै गरी अब यहाँनिर फेरि हामीले अर्को अब हामीले यस्तै पर्फर्मेन्स ग्रान्ट हामीले देखिसक्यौँ। अब यसरी यहाँनिर अर्को हामीले अहिले सम्पूर्ण शिक्षकहरूको तलब मान हेर्नको लागि चाहिँ जस्तै यहाँ रिक्वेस्ट फर्ममा जान सक्छौँ। रिक्वेस्ट फर्ममा गइसकेपछि एन्ट्री अब स्यालेरी एन्ट्री रिक्वेस्ट, स्यालेरी रिक्वेस्ट फर्म यसरी हामीले यहाँ देख्न सक्छौँ। र अहिले चाहिँ सम्पूर्ण होइन अब टेक्स्ट बुकदेखि लिएर स्कुल अपरेसन विभिन्न फन्डहरूको बारेमा चाहिँ यहाँनिर हामीले रिक्वेस्ट फर्म देख्न सक्छौँ। सो अब स्यालेरी रिक्वेस्ट फर्म होइन स्यालेरी एन्ट्री रिक्वेस्ट फर्म छ यहाँ हामी हेर्न सक्छौँ। जस्तै यहाँनिर हामी 2083 श्रावण महिना। सो यसलाई लोड गरिसकेपछि हजुरले आफ्नो विद्यालयमा हुनुभएका शिक्षकहरूको चाहिँ तलबमान यसरी देख्न सक्नुहुनेछ एकमुष्ट रूपमा यसरी हिसाब गरिएको र उहाँहरूले एकमुष्ट फाइनल के कति पाउनुहुन्छ भन्ने कुरा यहाँनिर राखिएको छ। सो यसरी चाहिँ हामी यहाँ देख्न सक्छौँ।